हेर त खोला यस्तो खोला कसरी तार्ने होला रहेछ यार कसरी लाने मैले आऊ ल यस्तो बाटो छ यार उत्सव त रोकेर बसिरहेछ के गर्नु त भने गरेछु यार उत्सवमा यत्रो बेर हजुर ल ल ल उठाउँ कुन ह्यान्डल हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल दिस इज मेरो दुता अधिकारी अनि आज चाहिँ म जाँदैछु फेरि राइडको लागि प्लस ट्रेकिङको लागि अनि कहाँ जाँदैछु भनेर चाहिँ म चाहिँ आज चाहिँ साथीसित जाँदैछु कोसित जाँदैछु भनेर चाहिँ पछि देखाउँछु अनि त्यसपछि कहाँ जाँदैछु भनेर पनि सरप्राइज हो भनेर थम्बनेलमा पनि देखिहाल्नुहुन्छ सबैजनाले मेरो च्यानललाई लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला अनि चाहिँ यु टेक केयर हेलो एभ्रिवान आफ्टर लङ टाइम म चाहिँ फेरि आज राइडमा गइरहेको छु अनि अगाडि देख्न सक्नुहुन्छ हजुरले मैले केही भन्नै पर्दैन सायद त सबैले चिन्छ अरे कि म चाहिँ उत्सवसित भेटिसकेँ अब हामी पेट्रोल हाल्नु जाँदैछौँ अनि त्यसपछि अब पेट्रोल हालेर चाहिँ हाम्रो राइड सुरु हुन्छ हाम्रो यहाँ राइड चाहिँ अब थाहा छैन आज हामी कहाँसम्म जान्छ तर हामी खासमा जाने भनेको चाहिँ राइड प्लस ट्रेक आमायाङ्ली जान आँट्यो हो हामी चाहिँ अनि लेट्स सी अब के हुन्छ हेर्दै जाउँ अहिले चाहिँ हामी पेट्रोल हाल्न जाँदैछौँ के अनि एन्ड हियर वी गो हाम्रो राइड चाहिँ स्टार्ट भइसक्यो फाइनल्ली हजुर हस् हजुर अगाडि हिँड्नु है अनि अब हामी जान्छौँ या आमायाङ्ली ओहो कस्तो ढुङ्गाले हान्दिने रहेछ भाइ अनि अब उत्सवलाई कसरी चिनेको भनेर कुरा गर्दा चाहिँ फर्स्टमा भन्नुभन्दा अगाडि चाहिँ स्पेसल थ्याङ्क्स टु राम दाई भनेको चाहिँ लाइक ट्विन्स राइडर हुनुहुन्छ नि त्यहाँको राम दाईलाई चाहिँ मैले चिनेको भनेको त्यही ट्र्याक एक्सपिरियन्समा जाँदाखेरि चिनेको थिएँ अनि त्यहाँदेखि नै चाहिँ उत्सवसित भेट्या हो केटाकेटीहरू हेर न देखिरहेछ नि है केटाकेटीहरूलाई म एङ्गलै थाहा पाएको छुइनँ कि हेलो अब मैले चाहिँ उत्सवको बाइक चलाउनु जाँदैछु होइन हस् हस् यो ओह्रालो छ यहाँ अडिन्छ बाइक हेर्नु त त्यसमा धेरै गाह्रो हुन्छ स्ट्यान्ड लगाउने बेला मलाई भनिहाल ल एउटा जिउै फाल ल त्यसमा जिउ फालेर यतिको खुट्टा टेक्दाउनु हेभी भएको छ बिस्तारै चलाउनु है त्यसो भए के अब मैले चाहिँ उत्सवको बाइक चलाउन आँट्दैछु है ओहो ल बिस्तारै हिँड्नु है बिस्तारै हिँड्नु यसको एङ्गल मिलेको छ अहिले हो मोबाइलदेखि भिडियो बनाउनु न बनाउने मोबाइलदेखि ओहो उठाउन नि हेर त यसलाई त बाबा यो बाइक पावर चाहिँ बबालै छ है तर हजुर अगाडि जानु न है म चाहिँ अब चलाउन आँट्दैछु के भन्नु चलाइरहेको छु तर सो त्यस्तो कन्फिडेन्स चाहिँ म केही पनि छैन
कस्तो यार त्यो स्पोर्ट्स बाइक चलाइराखेको नि त अनि कस्तो अलिक अर्कै लागिरहेछ कि मलाई त्यो अब एडभेन्चर भयो नि त पार पनि उस्तै छ अनि ओहो उत्सवले त त्यो बाइक बुर पार्दै चलाइरहेछ मैले कस्तो चलाउने उत्सवलाई अगाडि पठाउँ भने म के भने यार केही बोल्ने कि यो बाइकले मलाई यस्तो माइन्ड डाइभर्ट गरिदिइरहेछ नि ओभरटेक त हान्नै पर्छ नि बेला बेला त्यसरी है अनि त्यसपछि यो साइड जाने मेन भनेको मेरो यो बाइकमा रोक्नु पऱ्यो भने खुट्टा भेट्दैन के एउटा भेट्छ त्यो नि अब ज्यान झार्नुपर्छ लाइक ज्यान झार्नुपर्छ मतलब एउटा खुट्टाले टेक्नको लागि पनि पुरै त्यो ज्यान तलै झार्नुपर्छ के बढी अनि त्यो पछि अनि यसमा आज पछाडि एकदमै लोड छ के अनि त्यो लोड पनि धार्नु पऱ्यो यार म त कस्तो त्यस्तो बलियो त छुइनँ त झनै क्रास कार्ड हालेछ उत्सवले मजा आइरहेछ तर मलाई यो चलाउन सो उत्सव के भन्छ म उत्सवको बारेमा भन्नुपर्दा चाहिँ मैले अनि अब उत्सव चाहिँ मलाई कस्तो लाग्यो भन्दाखेरि हाम्रो राइड जाने प्लान पनि एकदमै सपोर्टिभ के वाइल्ड सपोर्टिभ डाउन टु अर्थ त्यही लाग्यो वाइल्ड सपोर्टिभ लाग्यो मलाई उत्सव चाहिँ या हाइवेमा चाहिँ केही भएन होइन मलाई यो बाइक चलाउन अब यस्तो एरियातिर चलाउन चाहिँ मेरो गाड फाट्छ कि खुट्टा भेट्दैन नि त गाडै फाट्छ कि मेरो यता यस्तो एरियामा चलाउन मतलब अलिकति क्राउड भएकोमा खुट्टा भेट्दैन पुरा ठसी नै हुन्छ त्यस्तै हुन्छ कि बाबा सामानले गरेर वाइल्डै हेभी छ खुट्टा टेक्नु पऱ्यो भने त अनि के गर्ने यार यस्तो बेला चाहिँ ओहो हिँड्नु चाहिँ हामी यो जर्सिङ पौवाको बाटो हिँडिरहेछ है एकदमै धेरै कर्नर छ कि यहाँ त हो यस्तो कर्नरसित डराउने मान्छे त होइन म तर गाडीहरू ड्याङ आइदिन्छ यो बाइक मैले फर्स्ट हो नि त अनि यो पछाडि यो बाइकवाला छन् नि यो केटाहरू यिनीहरूलाई अब के हुन्छ जेलस हुन्छ कि के हुन्छ मलाई थाहा छैन एकदमै यो खोज्छन् कि अब अगाडि जाने भए चलाउनु सक्ने भए जानु होइन नभए पछाडि चलाउनु के घडी अगाडि घडी पछाडि लर्किँदै मर्किँदै आउँछन् अनि दिक्क लाग्छ कि मलाई चाहिँ केटाहरूले हेरिरहेछौ भने तिमीहरू चाहिँ केटीले चलाएको देखेर धेरै जेलस नहौ है त्यही हो बिस्तारै चलाउँछ कि चाँडो चलाउँछ कि द्याट्स नन अफ युर कन्सर्न है बिस्तारै चलाउनु देऊ धेरै डिस्टर्ब नगर राइड गरिराखेको बेलामा डिस्ट्र्याक्ट नगर त्यही हो टर्निङतिर ओभरटेक गर्दै नआऊ है मैले फेरि सबैलाई भने होइन है कोही कोही हुन्छ नि त्यस्तो डिस्टर्ब नगर डिस्ट्र्याक्ट नगर धेरै जेलस नहौ त्यही हो मजा आइरहेछ यार धेरै पछि राइड हिँड्यो है मजा आइरहेछ कस्तो राम्रो देखायो तल वाउ यो भ्यू भयो अनि यो बाइक भयो वाउ के है यो भ्यू अनि वेदर पनि राम्रो चाहिन्छ क्या हिँड्नलाई चाहिँ यो वेदर पनि राम्रो छ अनि भ्यू पनि राम्रो छ अनि बाइक पनि राम्रो छ प्लस मसित भएको मान्छे पनि राम्रो छ उत्सव इज भेरी सपोर्टिभ गाई एन्ड हिज भेरी सपोर्टिभ के सोचे भन्दा वाइल्ड नै सपोर्टिभ छ त्यही हो हानै छ है स्टन्ट मतलब घरि त्यो उता लगेर टायर यसरी घस्राउँछ घरि के गर्छ उत्सवले मेरो बाइक स्टन्ट हानै छ स्टन्ट हानेर देश बन्छ स्टन्ट हानेर देश बन्छ स्टन्ट हानेर देश बन्छ म छैन हामी दुईजना फर्स्ट टाइम हो है आमा याङ्ग्री चाहिँ बाइ द वे अब हामी चाहिँ यसरी राइड हानिरहन्छौँ उत्सव र मैले है कता हो यार मलाई ठ्याक्क थाहा भएन उत्सव बाटो कता हो बाटो अन्त माथि हो कि त्यहाँदेखि उता हो अब यो बाटो अरे हामी जाने चाहिँ
चलाउन नसक्ने होइन, चलाउन त सक्ने हो, तर अब त्यही बिचमा कतै गाडी साडी आयो, कतै केही रोक्नु ओर्नु पऱ्यो भने चाहिँ अनि मेरो गाडै फाट्छ के। यो बाटोमा फेरि उतै आउँछ नि त टिफरहरू, अनि टिफर आइरहेछ। यस्तो पो भने चाहिँ अनि साइड दिन ओर्नु मेरो गाड फाट्छ के। ओहो गाह्रो भयो यार गाइस। ओहो धुलो यस्तो टिफर आउने बाटो। हजुर गाह्रो अलिअलि अलिअलि। हजुर एउटै त हो, त्यो चलाउनै पर्छ त। जाम जाम अहिले जाम। सबको अर्डर आइसक्यो, बाइक चाहिँ नलडाउ ल अरे। यस्तो एकदमै धेरै यो टिफरहरू हिँड्दो रहेछ कि यो बाटो। अनि यस्तो भएपछि मेरो त गाड फाटिहाल्छ नि, अर्को बाइक भए पो के हुन्न, यसमा त खुट्टै भेट्दैन। अनि यसो रोक्नुपर्छ उकालो ठाउँ हेरेर। फाइनली मेलम चाहिँ आइपुग्यो है गाइजहरू। यहाँ अब कता हो बाटो? यतै त होला। एक्सिडेन्ट रोकेर पानीहरू खायो, अनि हाइड्रेटेड त हुनु पऱ्यो नि हिँड्दाखेरि। अनि उत्सव चाहिँ उता छ, उत्सवले चाहिँ मेरै बाइक राइड गरिरहेछ। अनि म चाहिँ उत्सवको मायालुलाई यस्तो गरेर लान आँट्दैछु होइन। यो बाइक त एकदमै ह्याप्पी छ यार। मेरो कम्मरै डिस्लोकेट हुने टाइपको के। ल हिँडौँ। अहिले चाहिँ हामीले खाना खाइसक्यौँ यहाँ बसेर है। अनि अब निस्किन लाग्यो हो। उत्सवको अब ब्याक टु आफ्नो आफ्नो बाइक भइसक्यो है। अनि ओहो अघि भिस्ट्रम भएको ड्याङडुङ पानीमा छिराएर लानु। अब त यस्तो गर्नु पर्यो नि त है। अनि खाना खायो हामीले, भिडियोहरू बनायो, यताउता गऱ्यो। अनि अब जाँदैछौँ। यस्तो यस्तो गाडीहरू आइ लगाइदिन्छ कि यहाँ त धुलो छ कस्तो पेलेर आएको यार यो। अनि या भिडियोहरू बनायो। अनि अब हिँड्न लागिरहेछ त्यहाँनिर। खाना खायौँ। अब आज चाहिँ हामी खोइ कहाँ पुग्छौँ ठ्याक्क चाहिँ थाहा भएन। सोधेर जान चाहिँ गइरहेछौँ। मान्छेहरूलाई सोध्दै सोध्दै हामीलाई थाहा छैन नि त, दुवैजनाको फर्स्ट टाइम हो। अफरोड आयो। माथिदेखि हिँड्नु न, पक्नु है। कस्तो मलाई अगाडि पठाएर है। मजा आइरहेछ।
अन छ नि अन्त खै यो बाइक पनि हेभी भएको छ क्या हजुरको त्यो भएर यसलाई बाङ्गो भयो नि के भन्नु यतिको तर सेफ लगा ल भयो डन रेस खेल्ने बिस्तारै बिस्तारै रेस लाउने हो उत्सव डरायो मसित रेस नलाउने रे लाउने रेस जिस्काइदिएको है गाइजहरू बाइ द वे अब जाँदैछौँ यो बाटो मजा आइरहेछ या तर राइट मेरो बाइक चाहिँ अब यहाँदेखि गइसकेपछि चाहिँ के बनाउनु पर्ने हो त्यो चाहिँ मलाई थाहा छैन होइन जस मजा आइरहेछ तर बबाल उत्सव फेरि छोडियो पछाडि मान्छे हेर न मैले त्यो ड्युकलाई डट जसरी चलाइदिइरहेको छु कि ग्राङडुङ हालेर अब चाहिँ अलिक अफरोड आयो जस्तो छ है त्यहाँ माथिदेखि फेरि यो स्टार्ट भइसक्यो उत्सवले खै किन फेरि त्यो चलाउने रे अनि मैले यो चलाउनु रे यत्रो ठुलो छ यो भैँसी बाइक मेरो कति मजाले चलाइरहेको थिएँ अब फेरि यो चलाउनु रे हेर न अगाडि गाडी साडी आयो भने म कसरी चलाउने हो र यसलाई कस्तो छ यो बानी बिग्रिँदैन त मान्छेको मान्छेको बानी बिग्रिँदैन त नाइ नाइ उत्सवले मलाई ड्युक लिएर पनि थर्काउँछ ए पानी छ्याप्थ्यौँ भन्दै थर्काउँछ त्यसले बाटो दिन्छ नि जाने हो के म कटाउन सक्छु होला त म कटाउँछु होला बाटो बिगारेको छ के हस् लु जाउँ जाउँ आउनु है अब म के गर्छु गाइजहरू यो बसको पछाडि पर्यो है म यो बाटो जान्छु है यो ट्र्याक हाल्यो बा चिप्लिरहेछ त अलिअलि यो बस अगाडि परेपछि के गर्ने के लौ यहाँ रोकेर जान्छु है एकछिन सक्छु कि एकछिन न यो बस जाओस् न बस जाओस् के बस जाओस् न भने बस के बससित ग्याप राखेको के जाम हस् यसलाई साइड माग्नु न ग्याप राख्नु परेन ओभरटेक गर्न सक्दैन यस्तोमा म माथिको ट्र्याक हालेँ है माथिको ट्र्याक हालौँ चलाइरहेछौँ अब फेरि म ड्युकमा सिफ्ट भइसकेँ होइन त्यहाँनिर बाटो बन्द रहेछ अनि ऊ तलको त्यो खोलाको बाटो जाने हो कि हामी मैले चलाउनु होइन रोक्नु है मोबाइलले भिडियो बनाउने है मोबाइलले हामी जाने यता हो अब पक्नु
त्यो चलाएर फेरि यो चलाएपछि त फेरि उस्तै हुन्छ नि। ल हेर त खोला, यस्तो खोला कसरी तार्ने होला। फेरि फर्काउनु पर्ने। यो खोलामा कति धेरै बेर बस्यो कि हामी। अब फेरि राइड सुरु भयो। त्यो खोलामा धेरै बस्यो हामी। कस्तो मुलै रहेछ नि। हेर न एउटा खुट्टा भेट्दै भेट्दैन। हातले सोलिङको बाटो कस्तो सोलिङको बाटो छ के। मलाई ब्याग निस्केर खाइदेला यस्तो जङ्गल छ। आइया यहाँ त जाँदैन यार 2 गियरमा त। हे तेरी कस्तो सोलिङ हो बाबा। हिलोमा चिप्लेर कि भन्ने डर, यस्तो डरै डरले ल के भएछ यार सबलाई। के भयो के भयो। यस्तो ज्यान हल्लेर दुखिसक्यो नि मलाई। अघि भर्खरै खाना खाएको फेरि भोक लाग्ला जस्तो भइसक्यो। हे तेरिका माटो नै।
गाह्रो भइसक्यो हिँड्नु न फिर भयो गाइसहरू बाटै कता हो मलाई यसरी बसी आनन्द ल्यायो यो औँलाहरू दुखेको छ कि मेरो ओफ भोक पनि लाग्यो जस्तो भयो रहेछ यार कसरी लाने मैले आऊ उच्च पाम उत्सव त हिँड्न आँट्यो यार म त अब जानै पर्यो नि यहाँदेखि जान्छु यस्तै बाटो What the fuck ल हे तेरिका नाटक्ने सरी गाइसहरू कहिलेकाहीँ निस्किन्छ यस्तो है कहिलेकाहीँ यस्तो भइहाल्छ कस्तो यता र उता लड्काएर मलाई नै झार्देला जस्तो गर्छ भने बाइकले उत्सव कहाँ हो पनि ल यस्तो बाटो छ टक्ने ल यस्तो बाटो छ यार उत्सव त रोकेर बसिरहेछ के गर्नु त भने ट्र्याकमै आउँदैन उसलाई केही भएको छैन केही भएको छैन 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 ओहो ल एकछिन रेस्ट गर्छु यो मोमेन्टमा भिडियो बनाइदिएको छु केही भएको छैन नि बाइकलाई हेर्नु त यतै आउनुपर्छ नि आउँदै आउँदैन कि मलाई नै फाल्दियो भने म कुन यतादेखि आइरहेको थिएँ गल्यो यार एकछिन रेस्ट गर्छु केही भएको छैन नि हेर्नु त केही भएको छैन नि ब्रेक
3मा रहेछ गियर के भने होइन होला दुईटा झऱ्यो भर्खर लौ थ्रोटल त छोड्ने नै होइन भाइ ट्रनिङ रहेछ यार हस् 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 एकछिन है उत्सवको भिडियो बनाइदिनेले यहाँ रोकेर बनाइदिन्छु एकछिन है अडेछ यार उत्सव म यत्रो बेर हजुर ल ल ल उठाउँ कुन ह्यान्डल दुईतिरदेखि उठाउँ न म यता तल गर्छु रेडी एउटा सपोर्ट पाइरहेको छैन कि ऊ त्यहाँदेखि बाटो छुट्टै छ है होटेलतिर जाने र अर्को मैले बाइक रोकिराखेको छु है